मेरी आमै खत्तम भो बर्बाद बोल्यो क्यारिकेचर गर्ने वास्तवमा हिला तु लगाले लिपस्टिक पार्टी छोडेर गरेका मैले मिस्टेक भन्ने जस्तो लाग्छ। देखा भाई साहब इस बस में बहुत परेशान होता हूँ। आप लोगों ने माँ बाप को साथ नहीं देते, प्यार नहीं देते, देना चाहिए भाई। अबे कस्तो कस्तो मटा अचम्म लाग्छ यो। अरे पतलू, खाली पेट मेरे दिमाग की बत्ती नहीं चलती यार, तुम ही कुछ करो। जय हो। अरे मोटू चुप करो, जॉन तुम्हें देख रहा है। जॉन बनेगा डॉन, मजा रखेगा कौन, माटू पतलू आया। अरे यार मेरे भाइ, मेरे मोटू। अब कुरो के हो भने लाल बाबु पण्डित साइकल चढ्छ, हेलिकप्टर चढ्दैन। अब चाहिँ नि कुरा के छ भनेर भन्दा चाहिँ नि श्वेता, मैले तिमीलाई छोडेको होइन लाठी, मलाई त यो देशले छोडेको। हेर आमा, तिमी त मलाई पहिले नै भनेको थियौ केटी मान्छेहरूको विश्वास हुँदैन हुन है। बाबु भैया, नयाँ अतिथिको साथमा हिजोको दिनमा जस्तै नयाँ प्रतिभाको साथमा म उपस्थित भइसकेको छु। आज हामीसँग क्यामेराम्यान जीवन अधिकारीको साथमा म कार्यक्रम प्रस्तुता रेशम राणा पनि उपस्थित भइसकेको छु। रमेश र अनुप हुनुहुन्छ, उहाँहरू दुवैजनालाई स्वागत गर्न चाहन्छु। स्वागत छ हाम्रो वर्ल्ड लिङ्क युट्युब च्यानलमा। हजुर धन्यवाद। नमस्कार, धन्यवाद। सन्चै हुनुहुन्छ? के छ त नि नयाँ नौलो खबर? एकदम राम्रै छ अहिलेसम्म, बाँचिया छ भनौँ न। मैले दुवैजनालाई मिलाएर क्यारिकेचर किङ भन्दा के होला? त्यो त अब दर्शक र तपाईँको सोचाइ हो होइन। यो त अब कति माया गर्नुहुन्छ, हामीले कति गर्न सकेका छौँ यो क्यारिकेचर भन्नेमा भर पर्छ। यही नै हो। किङै भन्न त नमिले त अब दर्शकबिनको हजुरहरूको सोचाइमा भर पर्ने कुरा। अहिले सुरुवातमा हजुरहरूको एउटा छोटो जुनसुकैको भए पनि एउटा क्यारिकेचरबाट सुरुवात गरौँ न। मेरी आमै खत्तम भो बर्बाद बोल्यो क्यारिकेचर गर्ने आफूलाई त आउँदैन, यस्तो काम आउँदैन आफूलाई। त्यही भएर मलाई त धेरै कुरा गर्न पनि आउँदैन, त्यही भएर माइक जेटी उतै होला होइन। अब चाहिँ नि कुरा के छ भनेर भन्दा चाहिँ नि अब चाहिँ नि यस्तै छ है, हल्लो हिँड्यो, चुनाव जित्न सके होइन। अब चाहिँ नि हजुरहरूले यो ओर्लिङ च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला। चुनावमा भोट हालिहाल्नुहोस्, नहाल्नुहोस्, यति नै छ मेरो। एकदमै राम्रो गरिराख्नु भएको छ। यो क्यारिकेचर गर्नका लागि कतिको गाह्रो हुन्छ? सुरुमा सिक्नु भयो होला नि त हजुरहरूले पनि, कस्तो रह्यो? गाह्रो हुन्छ नि। मैले झन् यो के अरे सुरुमा पाँडेजीको क्यारिकेचर गर्दा त कति धेरै टन्सिल हुन्थ्यो है, अनि घाँटी कति धेरै दुख्थ्यो। अब भित्रैबाट अर्काको स्वर निकाल्नु पर्छ, त्यो त गाह्रो त धेरै गाह्रो पर्छ। दर्शकबिनलाई थोरै कुरा यहाँ भन्न चाहन्छु। सायद तपाईँहरू कुनै ब्रान्डको पछि हिँड्नुहुन्छ होला, सायद उहाँहरूलाई देख्नु भएको छैन होला, चिन्नु भएको छैन होला। म त भन्छु सबैभन्दा ठुलो कुरा प्रतिभालाई हेर्न जरुरत छ। यहाँ त एउटा ब्रान्ड बनिसक्यो, यदि त्योसँग होला रे त्यो प्रतिभा भएर नै अगाडि बढ्नु भयो, तर तै पनि भर्खरै चाहिँ सिक्दै गरेको भाइहरूलाई हामीले सपोर्ट गर्ने कि नगर्ने तपाईँहरूको इच्छाको कुरा, तपाईँहरूको मनको कुरो। एकपल्ट फेरि पनि उहाँहरूको क्यापेसिटीलाई म तपाईँहरूको माथमा फेरि म देखाउने कोसिस गर्छु। फेरि पनि एउटा छोटो क्यारिकेचर गरिदिनुहोस् न एउटा। म के बिजीको नि थोरै गरिदिन्छु। देश विकासका सन्दर्भ छन्, होटेट्याउले देश चल्दैन भन्ने कुराहरू पनि छ। यो देश चलाउने कुरा छ, विकासका कुरा छन्। मान्छेहरूले भन्छन् स्वात प्लेन चढेर गयो, हावाबाट विद्युत निकाल्ने कुरा छ, ग्यास उत्पादन गर्ने कुरा छ। यो सिक्नका लागि गएको म अरू देश, यो सिक्ने अनि आफ्नो देशमा ल्याएर उपभोग गर्नका लागि ल्याएको। यो चाहिए नचाहे यो हावादारी कुराले मलाई उडाउने खोजिरहेका छन्। समय यतातिर ध्यान जाओस् भन्ने मेरो दृष्टिकोण छ। म शेरबहादुर देवा गर्छु। ए बाबा, हालै त्यो कुरा गरेको अब तपाईँहरूले भन्ने कुरा भनेको अब देशको ठुलो मान्छे हामी हो नि, 3 4 5 6 7 जति हामी प्रब्लम हुन्छ। अब तपाईँहरूले भन्ने कुरा हो, अब जनताले दिन्छ त हुन्छ, के गर्नु मैले गरेर हुने कुरै हुन्थ्यो। थ्याङ्क यू, एकदमै राम्रो गर्नुभएको छ। वास्तवमा हजुरहरूले चाहिँ कतिवटासम्म गर्नुहुन्छ हजुरले चाहिँ क्यारिकेचर? बेसिकल्ली मैले गनेको चाहिँ छैन होइन, तर मैले गर्दाखेरि चाहिँ 130-40जनाको चाहिँ गर्छु म। यो गाई वस्तुहरूको आवाजदेखि लिएर कुकुरहरूकोदेखि लिएर होइन पुग्छन् त्यति। हजुरले चाहिँ कतिवटा जति गर्नुहुन्छ? मैले त धेरै प्र्याक्टिस पनि गरिरहेको छु नि, टाइम पनि अलिक कमै छ मसँग, अलिकति हल्का बिजी नै छु। प्र्याक्टिस गरेँ होइन, प्र्याक्टिस गऱ्यो भने 50-60वटा त म नि निकाल्न सक्छु मान्छेकै आवाज। मोटु पातलुको गर्छु भन्नुभएको थियो। गर्छु म मोटु पातलुको त धेरै। म सर्वप्रथम मोटु गर्छु। हजुर।
अरे पतलू खाली पेट मेरे दिमाग की बत्ती नहीं चलती यार तुम ही कुछ करो जय हो अरे मोटू चुप करो जॉन तुम्हें देख रहा है जॉन बनेगा डॉन मुझे रोकेगा कौन माटू पतलू मुझे रोकेगा कौन त्यसै म चाहिँ मोटु पतलुको डक्टर झर्का गर्छु अरे यार मेरे भाइ मेरे मोटु रविन्द्र मिश्रको चाहिँ प्राय कमैले गर्छन् यो क्यारिकेचर भने अलि अर्कै खालके उहाँको भोइस अर्कै टोनमा जान्छ कि अनि त्यसै गरी मैले चाहिँ उहाँको सिकाएको थिएँ छोटो समयमा सिकाएको क्यारिकेचर हो यो चुनावको बेलामा नमस्कार म रविन्द्र मिश्र मैले पत्रकारिता छोडेर नेपाली राजनीतिमा लाग्नुको पछाडि पनि धेरै कुराहरू छन् हेर्नुहोस् म कुनै पनि पैसा कमाउने उद्देश्यले यो राजनीति गर्न आएको होइन मलाई यो देश पूर्ण रूपमा विकास गर्नु छ र यहाँबाट कालो धन्दा भ्रष्टाचारी पूर्ण रूपमा हटाउनु छ साथीमा हुँदाखेरि कतिको रमाइलो कुरा गर्नुहुन्छ यस्तो जस्तै क्यारिकेचरको कुराहरू चाहिँ कतिको गर्नुहुन्छ खासमा सिकेको त उबाटै हो जब पहिला हामी एक ठाउँमा बस्थ्यौँ अनि त्यसपछि ऊ र म मिलेर त्यही बोल्दाखेरि पनि क्यारिकेचरै गरेर बोलिदिने कि हामी उसले एउटाको बोल्यो म एउटाको बोलिदिने क्यारिकेचर गरेर त्यसरी गर्ने कि जसले हरिबहादुर मदनबहादुरको गर्छु भन्नुभएको थियो एकपल्ट जोड दिनुहोस् न हरिबहादुर अब हरिवंश आचार्य दाईको चाहिँ अग्रज दाई हुनुहुन्छ होइन उहाँको चाहिँ अब धेरैवटा क्यारेक्टरमा छ कि अब उहाँको एउटा टिके भन्ने छ है अब है मेरो नाम चाहिँ टिके है सबैले टिके भन्छन् है अब म चाहिँ टिके यो भयो अनि अर्को छ अब कस्तो है म त अचम्म लाग्छ यो मदनबहादुर नि कति नआउँछ है राम्रो जस्तो गर्छ यस्तो हुन्छ है उहाँको स्वर एकदमै राम्रो होइन फेरि यतै जोड्न चाहन्छु म भन्नु न मेरो भाइ त नबोल्ला बरुमा तँलाई ललिपप खुवाइदिन्छु द्याट्स इट म नेताहरूको नि धेरैजना गर्छु म नेताहरूको होइन भट्टाभट गर्छु है क्यारिकेचर नि म सर्वप्रथम प्रचण्डबाटै जाउँ है मने वास्तवमै तपाईँले यत्रो यो मने लौरो तेर्साउँदा त झन्डै बिहोसै भएँ मने यस्तो कुरा त मलाई जनआन्दोलनमा नि भएको थिएन भन्ने हाम्रो ठम्मै छ त्यसै गरी म शेरबहादुरजीको उल्लेख गरेँ म गर्छु वास्तवमा चाहिँ कुरो के छ फटाफट चाहिँ मेरो सरकार टिकटै दिएर के भाडा चाहिँ टिकटै दिएन के उठाएर थाहा छ उठाएर भत्काएको छ भाडा चाहिँ के हो मैले कोही तातोले थाहा बुझ्न सकिरहेको छैन त्यसै गरी बाबुराम भट्टराईजीको वास्तवमा हिला तुला गाले लिपस्टिक पार्टी छोडेर गरेको मैले मिस्टेक भन्ने जस्तो लाग्छ गोर्खा दुर्बार त मैले बिउ रोप्ने मलजल होला जस्तो छैन बिउको भन्ने हाम्रो भनाइ हो लालबाबु पण्डितको नि थोरै गर्छौँ अब कुरो के हो भने लालबाबु पण्डित साइकल चढ्छ हेलिकप्टर चढ्दैन त्यही भएर हेलिकप्टर चढ्नेले भन्दा साइकल चढ्नेले देश विकास गर्छन् उहाँलाई पनि मैले होइन थोरै जोड्न चाहन्छु हजुर अहिले थोरै ठान्टी राखौँ हजुरले पनि एक दुईवटा थपिदिनुहोस् न होइन एक सुनमा सुगन्ध बनाइदिउँ होइन दिलीप राईमाजी दिलीप राईमा चाहिँ हेर आमा तिमी त मलाई पहिले नै भनेको थियौ केटी मान्छेहरूको विश्वास हुँदैन हुन है मैले गरेँ आमा मैले त्यही नै गल्ती गरेँ हेर अबदेखिबाट म तिम्रो कुरा सुन्छु आमा म कुनै पनि केटीको पछि लाग्दिनँ मैले चाहिँ श्रीकृष्ण श्रेष्ठको सिकाएको थिएँ होइन श्वेता मैले तिमीलाई छोडेको होइन लाठी मलाई त यो देशले छोडेको मलाई त भगवानले लगेको लाठी मलाई त माया गर्ने मान्छेहरूले धेरै कुराहरूबाट छोडेको लाठी यस्तै हो लाठी मैले तिमीलाई छोडेको न भन्ठान थोरै अब पर्सनल कुराहरूमा जान्छु निकै हेन्सम हुनुहुन्छ कस्तो छ सोच चाहिँ के अब हाइट जेन त सबैले दिएकै हो साथ होइन तर अहिले सोच पनि खेल्ने त छ अभिनय गर्ने छ त्यही भएर टेलिसिरियलबाट सुरु गरेको छ अबका दिनमा अफर आयो गर्यो भने अभिनयतिर लागिन्छ अनि हजुरको चाहिँ कस्तो छ अब मलाई चाहिँ कस्तो लाग्छ भने मेरो आफ्नो व्यक्तिगत धारणा चाहिँ होइन म चाहिँ कमेडियन कलाकार होइन भएर चाहिँ इस्ट्याब्लिस हुन चाहन्छु
विशेष रूपमा। दर्शकबिन म यहाँ थोरै सानो कुरा भन्न चाहन्छु। होला रे सबै मान्छेहरूले ब्रान्डको पछि हिँडिराख्नु भएको होला रे मैले उहाँहरू दुईजनाको चाहिँ राम्रो गरेर बयान गर्न जानिन होला रे अरू पत्रकारहरूले जस्तो उहाँको बारेमा बढाइ चढाइ गरेर मैले लेखेर हाल्न सक्दिनँ होला। तर तैपनि यति चाहिँ हो उहाँहरूसँग पक्कै पनि क्षमता भने पक्कै पनि छ। दर्शकबिन तपाईँहरूले यसको बारेमा पक्कै पनि जर्ज गर्नुहोला। अझै तपाईँहरू माझ हामीले उहाँहरूको प्रतिभालाई जोड्ने कोसिस गरिरहेको छु होइन। थोरै फेरि क्यारिकेचरमै जाउँ न अलिकति होइन। हाम्रो सीताराम कटेल दाईले मेरी भाषामा विभिन्न रोल गर्नुभएको छ होइन। मलाई खुब मनपर्ने रोल चाहिँ एउटा खड्काजीको छ, म थोरै गरिदिन्छु। भन्दा त मैले अघि हिँडेको एउटा बाटोमा त्यति देखेको गाँठी यति राम्रो होइन, यति राम्रो होइन के गाँठी झन्डै बोकेर हिँड्ने म त उयोसै हुन आँटिसकेँ। अनि त्यसै गरी मुस्कानुपर्छ। क फुटुरी तिमी पनि कति धेरै कुरा गर्छ अपनिको, म यहाँ कुर्दा कुर्दा मर्न आँटिसक्यो। क फुटुरी त अर्कैसँग निनिसकेछ, कति हाँस्ने अब म त हाँसेरै मर्ने भयो। हजुरहरू स्टेजमा हुँदाखेरि होइन भेष बदलेर जानुहुन्न कति जानुहुन्छ? हामी स्टेजमा त अहिलेसम्म खासै इस्टाब्लिस्टै भइसक्यो होइन जस्तै चिनजान भएको मान्छेले बोलाउनुहुन्छ त्यतिखेर चाहिँ हामी नर्मल यस्तै भेषमा जाने हो। धोका नै के भन्नु र खोइ यो हरिबहादुर भाइ पनि कस्तो क्यामेराम्यान मान्छे भनेको, कस्तो क्यामेराम्यान मान्छे भने जति हेर नि आज के गरेछ। ए यो मान्छे कति बोलेको के मान्छेलाई बोल्नै दिएको छैन यार, उता माइक त्यसै दिएको छ है। अब कस्तो कस्तो हो के मान्छे चाहिँ खतम हो। यो अरूलाई सिकाउन मिल्छ कि मिल्दैन हो यसरी गर्नु भनेर हजुरले सिकाउन मिल्छ? सिकाउन मिल्छ, किन नमिल्नु। क्यारिकेचर यसरी हो गर्छन् होइन। मलाई आफूले एकदम मैले गरेँ है जस्तो लाग्ने चाहिँ पाण्डेजीको नै हो। यहीँबाट भोइस निकाल्नुपर्छ निकाल्न चाहिँ होइन। मेरी मैनी खत्तम भयो बर्बाद बोल्यो। तक्मेजीको नि थोरै गरिदिन्छु मैले। सुरुमा नि उहाँकोबाटै सुरु गरे। हौ लाखे हामी भनेको इमानी चित्र पेस्टी भएको, हौ तकमा पाएको मान्छे बिर्स्यौ। हौ लाखे हौ 1914 युद्ध लड्दा पाएको मैले तकमा, दुईटा दुश्मन झप्पै काटे रिस उठेको छोकमा। हौ देउराली बनेछ ढुङ्गाको, डर्केको मान्छे हो जुङ्गाको, काडजुगुला बरु झ्याप्पै। हौ नानी खतराइदिन्छु त म। अनि उहाँले एउटा अर्को टेलिसिरियलमा नि एउटा खेल्नु मान्थ्यो। हुँदैन यस्तो कुराले त कहाँ हुन्छ, तिमी सुन्दरी पनि के भएको हुँदैन, मसँगै जानुपर्छ, हुँदैन यस्तो टाइपको रोल गर्नुभएको थियो होइन। अनि इन्डियन सुपरस्टार हाम्रो अमिताभ बच्चनजीको म थोरै गरिदिन्छ है। देखा भाई साहब इस वर्ष में बहुत परेशान होता हूँ क्योंकि उम्र से बड़ा में आप लोगों ने माँ बाप को साथ नहीं देते, प्यार नहीं देते, देना चाहिए भाइ। फ्यामिलीबाट कतिको सपोर्ट मिल्दो रहेछ? फ्यामिलीबाट सपोर्टै छ। फ्यामिलीले यस्तो नगर यस्तो नगर हुन कहिले भन्नुहुन्न है। राम्रो छ गर्दै जा। अब चिनी मान्छेको अगाडि यसो चिन्यो भने बा आमाको नि नाकमुख राखिन्छ भन्छन् गाउँतिर है, त्यस्तो हुन्छ। मेरो नि ठिकै छ घर परिवारबाट यस्तो गर। अब अरू पैसा सैसा भने त कमाइहालिन्छ, आफ्नो इज्जत हो होइन, नाम हो, फलानुको छोरो फलानुको छोरी होइन भनेर चिनाउनु पर्छ भन्नुहुन्छ। शाहरुख खानको म थोरै गरिदिन्छु है। बाबू भैया मैं तो तुमको चाहूँगा नहीं। अनि मोटू पतलू को 1 नंबर 2 नंबर मुझे छोड़ो मोटू पतलू मुझे पाक रहे 1 नंबर किधर गए? वाह बॉस वाह क्या कविता कही है बॉस। कविता के बच्चे मुझे ढूंढो, मुझे यहाँ से निकालो। ओ आ वर्तमान परिपेक्षमा मलाई जहाँ गए पनि यही प्रश्न सोध्छन्। माधव कुमार नेपाल काठमाडौँ छोडेर अन्त किन? म भन्छु काठमाडौँको भन्दा पहिला अन्तको विकास गर्न। अन्त्यमा तपाईँहरूको दर्शकबिनहरूलाई के भन्न चाहनुहुन्छ? सम्पूर्णलाई चाहिँ के भन्न चाहन्छु भने हामीले रन्जिता म्याम होइन रामु सरले यो जे पर्ला पर्लामा हामीलाई अफर गरेर होइन यहाँ हामीले आफ्नो एउटा छुट्टै बुढोको रोल छ मेरो होइन। अनि त्यसबाट आफ्नो कलाकारिता सुरु गर्न लागेका छौँ। सम्पूर्णले चाहिँ मलाई
साथ दिनु होला, सपोर्ट गरिदिनु होला र केही कमजोरी भएदेखि त्यसलाई सुझाव दिनु होला हैन। त्यही नै भन्न चाहन्छु म। अब यो भनेको हाम्रो कलाकारिता क्षेत्रको पहिलो खुड्किलो हो, किनकि हामी यो कलाकारिता यो जे पर्ला खेल्नुभन्दा अगाडि पनि हामी कुनै पनि इन्टरभ्यू पनि दिएको थिएन, केही पनि दिएको थिएन, हामी त्यसै लुकेरै बसेका थियौँ। जब यो टेलिफिल्म खेल्न लागिसकेपछि रन्जिता दिदी रामु सरसँग भेटघाट भयो, उहाँहरूले अफर गर्नुभयो, हामी आयौँ। त्यसपछिबाट हल्का मिडिया मान्छेहरू चाहिँ थाल्यो, त्यसपछि इन्टरभ्यू एउटा दुइटा दिन थाल्यो। अब सम्पूर्णलाई चाहिँ के भन्छु भने हाम्रो जे पर्ला टेलिफिल्म आउँदैछ बैशाखबाट हेरेर ओरस कस्तो छ के छ कमी कमजोरी भयो यसो भनिदिनु होला। हामी सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेका छौँ र यो ओर्लिङ च्यानललाई चाहिँ लाइभ कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। मेरो तर्फबाट चाहिँ के छ भन्दा चाहिँ ओर्लिङ च्यानललाई सब्सक्राइब नगर्ने डाम्नाहरूलाई चाहिँ घरमै आएर ठटाउने हो, म त दिने हो। लाइक कमेन्ट एन्ड सब्सक्राइब एनी हाउ गरौँ। यही हो डाम्नाहरू मेरो भनाइ चाहिँ। थ्याङ्क यू बोथ अफ यू।